कहिले पनि अगाडि बढेको हुँदैन किनकि मेहनत जबसम्म हाम्रो हामी जिन्दा छौँ होइन हामी जिन्दा छौँ तबसम्म मेहनत गर्ने नै पर्छ एकदम होइन त्यही हिसाबले चाहिँ हाम्रो जति पनि नानीहरूलाई बालबच्चाहरूलाई जति पनि हाम्रो बच्चाहरूलाई चाहिँ म एउटा कुरा सानोमा भन्न चाहन्छु कि जति पनि हाम्रो जिन्दगीमा जतिको पनि हामीले गरेका छौँ नि त्यो नाको बराबरै हो हामीले अझै पनि के गर्न चाहन्छौँ भनेर त्यो हामीले निर्णय गर्ने हो सोच विचार गर्ने हो है त्यही हिसाबले अनि प्लिज मम्मी आमा बुवाको पनि कुराहरू सुन्नु होला सबैजनाले किनकि मम्मी दाजुभाइ उनीहरूले पनि त्यो चिज बचपना हेरेर चाहिँ उहाँसम्म पुग्नु भएको होला सो प्लिज तपाईँहरूले मम्मी ड्याडीको कुरा सुनिराखिदिनु होला त्यसरी चाहिँ आफ्नो भविष्यलाई एकदम अगाडि बढाउनु होला र म कलाकार प्रकाश विश्वको तर्फबाट हजुरहरूको उज्जवल भविष्यको धेरै धेरै धन्यवाद र आशीर्वाद दिन चाहन्छु है थ्याङ्क यू हर हर महादेव थ्याङ्क यू सो मच अब चाहिँ सानो मिठो प्रस्तुति दिन सक्छु कि थाहा छैन उहाँ चाहिँ मेरा गुरु हुन्छन् है उहाँ गुरुलाई पनि एकदम नमन अनि त्यसै गरी मेरा असम्पिका दाजु मेरा गुरु उहाँले पनि धन्यवाद अनि मेरा एकदम दाजु आदरणीय जो मिडिया नेपाल दर्पणका एकदम जो कि प्रकाश विजीलाई नाम दिँदै चाहिँ उहाँ दिनमारिया पाण्डे दाजुलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु हामीलाई जति पनि आगत दाजुहरू म तपाईँ सबैलाई मेरो हृदयबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु थ्याङ्क यू सो मच तपाईँहरूको आशीर्वाद तपाईँहरूको माया म सधैँभरि पाइरहोस् र सानो प्रस्तुति राख्न चाहन्छु तपाईँ थ्याङ्क यू Cleared.
अति उत्तम पर्फर्मेन्स उहाँले गर्नुभएको छ। त्यसका लागि सबैले उहाँलाई